खिचिरहेको छ बगान तरिकाले बिहान रमिता हेर्नका लागि यहाँ रेडी भइरहेको उता हेर्नु रमिता गाइस हिजो आगो लागेको ठाउँमा यस्तो तरिकाले हेर्नु है यहाँ सरसफाइ गर्नु भने सरसफाइ गरिराख्नु भएको सबजना पारिपरिबाट रमिता हेर्ने यता पनि क्षति भएको हिजो पुलिसलाई ड्याङ हानेको एरिया चाहिँ यहाँ तपाईँलाई म देखाउँछु यहाँ हेर्नु है त पुलिसलाई ड्याङ हानेको एरिया चाहिँ यहाँनिर थियो क्या यो भर्खर मात्र यो भत्काएर यहाँनिर बनाएको थियो त्यो भित्तामा ड्याङ पुलिसलाई ऊ त्यहाँनिर पुलिसहरू हुनुहुन्थ्यो त्यहाँनिर ड्याङ हानेर सरर यस्तो तरिकाले बस्नुभयो त्यही सतर हो अनि त्यसपछि एउटा डक्टर मरेको भन्ने पनि म तपाईँलाई त्यो बिल्डिङ पनि देखाउँछु सरर हेर्नु होला त्यो चाहिँ मेरो अफिस भइहाल्यो मेरो काम गर्ने ठाउँ हेर्नु है त मान्छेहरू पुरै जुलुस भएको एरिया यही हो पुरै यहाँ मान्छे थियो उतो पारि पनि मान्छे यहाँ पुरै भरि थियो अनि यहाँ पुरै जुलुस थियो त्यो स्टेज चाहिँ उहाँ पर थियो होइन म तपाईँलाई त्यो पनि देखाइहाल्ने छु जुन डक्टर स्प्या भनेपछि मेन ठुलो आगो लागेको चाहिँ उतो हामी काम गर्ने ठाउँ अगाडि क्याफे चाहिँ भत्कियो होइन तर पार्टी ब्यालेन्स केही पनि भएन यही हो गाइस यही बिल्डिङ हो यही बिल्डिङमा चाहिँ डक्टर पनि मर्नु भएको त्यही बिल्डिङमा हो आगो लागेको ठाउँ त्यो भइहाल्यो ढुङ्गा हान्नु भएको थियो दुर्गा पर्साईको स्टेज उतो भइहाल्यो भत्काउँदैछ लिएर जानको लागि तिनकुनेमा अहिले क्रिकेट खेलिरहेछ पुरै शान्त छ अलिकति यहाँनिर सबजना अब हिजो भएको ठाउँमा मान्छेहरू बिहानै हेर्नको लागि यहाँ तयार भएर आउनु भएको कस्तो तरिकाले भत्काएको यार देखिराख्नु भएको यस्तो बवाल तरिकाले खतमै बना दुर्गा पर्साईको भाषण गर्ने ठाउँ चाहिँ हिजोको यहाँको है गाइस यही हो उग्र रूप लिएको थियो अर्को यो भयो भने त्यो बिल्डिङ पनि ढुङ्गाले हानेर फुटेको अनि उतो बिल्डिङ पनि यो रुखले चेल देखा त्यो बिल्डिङ पनि ढुङ्गाले हानेर फुटाएको देखिराख्नु भएको दुर्गा पर्साई चाहिँ यहाँ आउनु भएको यहाँबाट भाषण गर्ने ठाउँ भइहाल्यो यतातिर हेर्नु सुनसान छ अहिले पनि भाटबडी नै उता भइहाल्यो साध्य बाटोतिरको डक्टर मरेको बिल्डिङ त त्यही भइहाल्यो बिचरा बाहिरबाट चुक्कु लगाइदिएको भन्छ माथि स्पा पनि भर्खर खोलेको थियो त्यो पनि जल्यो होइन तल एरोम्याक्स छ त्यो पनि सटर लगाएको ठाउँ छ होइन त्यहाँ चाहिँ अलिक क्षति पुगेन माथि
पुरै आगो लगाएर हेर्नु है त यस्तो रमाइलो यो पसलमा त भित्रै बनाएको थियो हिजो यहीँ थियो हिजो यहाँ आउनु भएको थियो तपाईँहरू हो यहाँ रमिता हेर्नको लागि मान्छेहरू पुरै बिहान बिहानै आएर बसिराख्नु भएको छ तल मान्छे यस्तो छ गोली यसरी छिरेछ गोली लागेको ठाउँले ऊ त्यो माथिको होइन मडै छोड त एकचोटि गोली लागेको ठाउँ चाहिँ ऊ त्यो माथिको हो भन न ल सर गाइस देखिहाल्नुभयो होइन यस्तै चलिरहेछ यस्तो तरिकाले ड्याङ 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 यहाँ भित्रभित्र आउने होइन सरर भाग्ने होइन यो चाहिँ गोलीले चाहिँ झन्डेले मागेको नलागेको 1 इन्चीले बसेको 1 इन्चीले यस्तो गोली या वान गोली उकालो लागेको कहाँ गएर लाग्यो गोली हामी सिधै